मैले भनेको थिएँ हजुरहरूलाई क्यामेरा पूजा गर्छु भनेर है त। हाम्रो कलाकारहरूलाई स्वागत छ है। हाम्रो कलाकार सरहरू हुनुहुन्छ, क्यामेराम्यान सर। केही भन्न चाहनुहुन्छ मेरो भिडियोमा, ब्लगमा? हजुरहरूले कतिवटा सिरियल खेल्नु भएको छ अरे राम सर? हजुर, त्यो सबै सिरियलमा के भन्न चाहनुहुन्छ दर्शकहरूलाई? तपाईँहरूको हिजो निस्केको सिरियलको नाम भनिदिनु। अभागी बुहारी, दुखी बुहारी, सरी हिजो दुखी बुहारी, आज मनै पापीको भाग 10। अब आज चाहिँ मनै सबैले हेरेर लाइक कमेन्ट शेयर गरिदिनु होला। के कस्तो हुन्छ एउटा एउटा गरेर बोल्दिछु न। मेम तपाईँलाई स्वागत छ मेरो न्यू ब्लगमा। नानी आऊ मनै पापीकोमा छौँ। एकछिन म एकचोटि समाउँ ल। नानी त्यहाँ खिच सबैलाई। टिकटक हो कि त्यहाँ खिच खिच एकछिन रोक्नु ल। म चाहिँ क्यामेरा पूजा गर्दै कस्तो अगाडिबाट गर्नु न मेरो भने त कहाँ पछाडी गयो भने मेरो पछाडी चाहिँ ऊ अर्को क्यामेरा त उता लिइरहेछ त। क्यामेरा घुमाइराखे के यो त रोशनी मोटीको पातलीको। मेरो त सबै मेरै पछाडीको मात्र निकाल्यो है। ल ल म क्यामेरा पूजा गरेको देखाउने छु है त। खानु न कति राम्रो गीत यार। ओम जय गणपति नमः स्वाहा। क्यामेराम्यानको होइन रहेछ है। हाम्रो सिरियललाई चाहिँ हेरेर लाइक गरेर सब्स्क्राइब गर्नु होला। मनै पापी सिरियल है। यार पैसा खस्यो है, पैसा सबै पैसा खस्यो यार। मिलिहाल्छ नि। ल है म्याम, हजुरले सोच गर्नु भएको छ नि है। यो पातली मान्छेको ब्लग हो यो होइन। हाम्रो क्यामेराम्यान सर चाहिँ राम हुनुहुन्छ है। म एकदम दुलाएर पातली हावाले उडाउनु जस्तो भइसक्यो। पन्छीले उड्केको यस्तो भ्यू देखाउनु पर्यो। हाम्रो कलाकारहरू सबै देखाउनु। सब देखाछु। उहाँ क्यामेराम्यान हुनुहुन्छ, उहाँ जीवन थापा निर्माता निर्देशक सबै एउटा कोरियोग्राफर सबै हो। ल बनाइदियो। उहाँ चाहिँ मेरो बुढी होइन, अर्कैको बुढी फिल्ममा है। उता दिदी मेरो आमा। कुन चाहिँ आमा हो? के सिरियलको अर्को हाम्रो बुहारी सिरियलको? बुहारी सिरियलको आमा मेरो। ऊ त यो अगाडि आइन आमा ठोकिन्। ल आमा, पैसा खसेछ भने मेरो सासु आमा पनि भाउजू पनि है त। सिरियलको है, सिरियलको। ल हजुरको पनि मैले देखाउँछु है त। हाम्रो बुहारी सिरियलको हिरो चाहिँ उहाँ हुनुहुन्छ है, भागेको है नि त।